आउँछ के भन्नु त के गर्ने कुरै चाहिँ पहिला पहिलाका कुरा भन्नु न भनेको नि कुरै चाहिँ तपाईँको बिहा कति वर्षमा गरेको तपाईँको बिहा गर्यो कति वर्षमा हो 11 वर्षमा हाँ? 11 वर्षमा घर आउँदा को भन्नुहुन्थ्यो त नि हजुर घर आउँदा कतिजना हुनुहुन्थ्यो त नि कति महिना कतिजना हुनुहुन्थ्यो घर जान बिर्सिए मुद्दा लडेकोसँग एउटै किन लडे मुद्दा लडेको कोसित हो तपाईँ एउटै बजेको आमा हुनुहुन्थ्यो के अरे या बुढाइ हुनु भयो नि त बिहा गरेर बुढाइ हुनु त्यति नै हो भएको यति नै हो कहाँ हुने हो त्यति मुद्दा कोसँग लड्नु गयो लडाइँ मुद्दा लडेको हो मुद्दा लडेको हो झगडा गरेको तपाईँले कोसँग कसैसँग गर्नुभयो कि नै गरेको हो कोसँग गर्नुभयो खड्का बोरासँग त ए के बारेमा हो कुलोमा केमा केमा होइन तपाईँ आउँदाखेरि तपाईँ यहाँ आउँदाखेरि अर्को सौता पनि होइन भएको सौता छोरो चौथाको छोरो हो हो मसँग गएन होइन त नि छोराले तपाईँलाई केही सहयोग गर्थे छोराले मलाई हराउने सिकाउने गर्थ्यो ए अनि त्यो छोरो कता गयो त कता गयो त्यो छोरो मोरे ए, कहिले 19 सालको अनि तपाईँले कति भाइ छोरा पाउनु भयो चार भाइ हो 4 भाइ 2 भाइ खै त दिया बनाएको भयो भन्छ ए, कति वर्ष हुनुभयो त अहिले तपाईँ कति भाइ कति 90 वर्ष हो 90 भयो भन्नु के 90 भयो प्रश्न त ऊ बनाउनु पर्छ कि त्यसो यत्तिकै त कहाँ के सोध्ने के त्यो सिरियल हुन्छ क्या त्यो बनाएको नाति नातिना थाहा छ कति छन् अहिलेसम्म नाति पनाति कति हिसाबै गरी छैन सक्नु भन्नु हामीलाई त त्यत्रो बेर लाग्यो कति छन् त्यो खिचेरै लाने हो भने प्रश्न बनाएर उ गर्नु होला अहिले बन्द गर्नु 11 जना छन् कि नेटमा हो 18 जना छन् नाति नातिना पनाति पनाति 11 जना नाति नातिना पनाति 11 हजुर दुईटा हो सौता सौती हो तपाईँ के सौता सौती हो 2 जना हो ए खै त सौता तपाईँको सौता खै त मरि भयो कहाँ हो र कोही मारियो कोही यहीँ टङ्कनाथको बहिनी हो ए कतिवटा हो त सौता तपाईँको एउटै हो सौता माडी हो कता रामपुर हो भन्नुहुन्छ एउटै हो जाने नि एउटा मरेपछि बिहार गयो क्या अनि सौता छोराछोरी कहाँ छन् कति छन् कि छैनन् छैनन् मरे मलाई नुन हामेल अरू तरकारी पकाउन सिकाउँथ्यो ए अनि अर्की सौताको छोराछोरी छैनन् रामचेको त्यो के अरे उसको टङ्कनाथको टङ्कनाथको बहिनीका छोराछोरी छैनन् छोरी छ कति कति थिए
छोरीहरू अहिले त छैनन्, एउटा छ। कतिजना थिए त जम्मा? बिर्सी गएँ। तिनटी होला नि त्यो।